एभ्रिवान गुड मर्निङ जसले नमस्ते हजुरहरूलाई स्वागत छ अर्चना गौतमको युट्युब च्यानलमा। अनि आज पनि फेरि नयाँ भिडियो लिएर आइसकेको छु। अनि आज हामी छौँ बुढा र म काठमाडौँमा। सो म काठमाडौँमा 3 दिन बस्छु होला। त्यो 3 दिन बस्नुन्जेलसम्म यो न्यू रोड एरियाभरिको चाहिँ मलाई मनपर्ने खानेकुरा फुडहरूमा चाहिँ के छ भनेर हजुरहरूलाई यो भिडियोमा देखाउने छु। सो मेरो बसाइ चाहिँ 3 दिन रहेको छ भनिसकेको छु। यो 3 दिनभित्रमा मैले के खान्छु हजुरहरूलाई देखाउने छु। यो भिडियो चाहिँ सधैँको भन्दा एकदमै फरक रहेको छ। हजुरहरूले थम्बनेल हाइलाइट्स हेरेर पनि थाहा पाइसक्नु होला। ल साथीहरू, अब चाहिँ हामी जान्छौँ बुढो र म मार्केटतिर। सो यो भिडियो चाहिँ एकदमै इन्जोय गरेर हेरिदिनु होला, पुरा भिडियो हेरिदिनु होला भन्दै अब चाहिँ हामी गयौँ। म चाहिँ फर्स्टमा आएँ यहाँ पिपुल्स प्लाजा अगाडि। यहाँ चाहिँ हामी पानीपुरी र अनि चिकन रोल खानको लागि यहाँको एकदमै मलाई धेरै मनपर्ने पानीपुरी अनि चिकन रोल छ। सो एकदम यहाँ चाहिँ खानेकुराहरू एकदम फ्रेस पाइन्छ। हजुरहरू पनि आएर खानु होला। अनि म चाहिँ फर्स्टमा खाँदैछु पानीपुरी। यहाँ चाहिँ कति 10वटा कि 8वटा पिस आउँछ। खानुभएको छ पहिला सुरु मिस्टर बोनले, उहाँलाई चाहिँ ठिकै लाग्यो होला। मलाई चाहिँ एकदमै मनपर्छ। यहाँको पुरी त झन् एक्स्ट्रा के। मीठा पाइने मीठा हामी पानीपुरी खाइसकेपछि चाहिँ हामी यता साइडमै रहेको चिकन एग रोल खान जान्छौँ साथीहरू। यहाँको चाहिँ एकदमै धेरै फेभरेट नै हो यो चाहिँ मेरो है। म फर्स्टमा आउने बित्तिकै खाना खानुभन्दा नि यही नै खानु मनपर्छ। अनि म सँगसँगै मेरो बुढोलाई पनि यो एकदमै धेरै मनपर्छ। हामी दुईजनाको फेभरेट नै हो। रोल खाइसकेपछि साथीहरू हामी आएको छ मैले पोर्क चाउमिन खानको लागि। पिपुल्स प्लाजाको ठिक अपोजिटमै छ यो रेस्टुरेन्ट पनि। सो हामी चाहिँ यहाँ आइरहेछौँ आउँदाखेरि प्रायः। अनि हामी दुईजनालाई पनि एकदमै धेरै मनपर्ने भएर बङ्गुरको मासु। सो हामी चाहिँ यहीँ खाना आउँछौँ। मोमो भयो नि चाउमिन भयो नि। ल मेरो चाहिँ खाना सेट आइसक्यो। यो रेस्टुरेन्ट चाहिँ हामी बसेको होटेलभन्दा नजिकै पनि छ कि, सजिलो पनि आउनको लागि। सो मिठो पनि हुन्छ। अब चाहिँ हामी जाँदैछौँ चटपटी खानको लागि। यो चाहिँ धरहरा र पिपुल्स प्लाजाको छेउमै छ यो पनि। सो हामी चाहिँ अब होटल जान लागेको। सो जाने बेला चटपटी पनि खाएर जाऊँ न त भनेर हामी चाहिँ यहाँ रुकेको छौँ साथीहरू। आजको दिन चाहिँ सक्यो है। अब भोलिको दिनमा चाहिँ के खानेछु कस्तो हुनेछ हजुरहरूले फुल भिडियो हेर्नुपर्ने हुनेछ। ल मेरो चाहिँ चटपटी पनि रेडी भयो। बदाम छ, केराउ छ, चाउचाउ छ, चना छ, आलु छ। आजको चटपटी चाहिँ मिस्टर पुनले भने जस्तै थियो। पिरो अमिलो धेरै कम थियो साथीहरू। त्यही भएर मिस्टर पुनले खाँदै हुनुहुन्छ 1-2 चम्चा पिरो छैन भन्दै। अब चाहिँ हामी लाग्छौँ साथीहरू रुमतिर। थकाली खानालाई आएको। त्यो चाहिँ लोकेसन चाहिँ हामीलाई थाहा छैन एक्ज्याक्ट, तर हामीले भिडियोमा हेरे अनुसार त्यो हेर्दै आएको छ। ताम्राकाको माथि छ। कस्तो छ यहाँको खानाको टेस्ट फर्स्ट टाइम हामी ट्राई गर्छौँ। खाना आइसक्यो है।
माथि चाहिँ घिउ राख्नुभएको छ अनि यहाँ चाहिँ दाल चिकन करी दही यो चाहिँ नाइस राम्रो छ यसो पुग्ने चाहिँ बिरयानी खाँदै हुन्छ हातमा हुन्छ सब खाउनु मिठो मिठो छ राम्रो छ त खाना टेस्ट कस्तो छ ल साथीहरू म चाहिँ अब खाना खान्छु यो चाहिँ हाम्रो काठमाडौँको सेकेन्ड डे रहेको छ सिधै बाहिर यताउता केही नखाएर हामी चाहिँ खाना खानको लागि आएको छौँ यहाँ थकाली खाना यो पनि मैले चाहिँ एकदमै धेरै टिकटकतिर सर्च गरेर हेरेर अनि आएको हो एकदमै मिठो छ यहाँको खाना मलाई चाहिँ एकदमै धेरै मिठो लाग्यो यहाँको खाना त्यही भएर मैले फेरि अर्कोचोटि पनि मैले खाना थपेँ अहिले चाहिँ हामी आइपुगेको छौँ इन्द्र चौकको बेकरी सपमा आएको छौँ हामी यहाँ सामान किन्नलाई आएको थियौँ आउँदा आउँदै भोक लाग्यो सो दिउँसोको 2 बजीतिर हामी यो खाँदैछौँ यहाँ चाहिँ एकदमै मिठो मिठो बेकरीहरू पाउँछ अनि केकको आइटमहरू आइसक्रिम है भेज नन भेज दुवैमा पाउँछ तर मैले यस टाइम चाहिँ चिकनको ट्राई गर्दैछु है अब पालो रहेको छ बसन्तपुरमा कन्डक खानको लागि हामी चाहिँ 7 बजे पुगिसकेका छौँ बसन्तपुर अब हामी यहाँबाट सिधै जान्छौँ कन्डक खानको लागि तर यहाँको कन्डक र स्पाइसी विङ्स एकदमै मिठो हुन्छ तर आज हामी चाहिँ केही पनि खाने छैनौँ बस कन्डक मात्रै खाएर फर्किनेछौँ ल हामी चाहिँ भित्र लाग्यौँ साथीहरू ए टन्नै भिड छ क्या हो खाली छ सो हामी पहिला खाली छ है यहाँनिर कन्डक आइसक्यो हामी अब जाँदैछौँ साथीहरू मोमो खानको लागि यहाँको लोकल मोमो मिस्टर पुनलाई खान मन लागेर सो हामी उता नखाएर हामी यता खाँदै आउँदैछौँ त यहाँको चाहिँ एकदमै धेरै भिड हुन्छ अनि यहाँ एकदमै लोकल टेस्टमा झोल मोमो पाउँछ अनि यहाँ फर्स्टमा चाहिँ हामीले यहाँ काउन्टर अगाडि पैसा तिर्नुपर्छ मेरो लागि चिकन मोमो आइसकेको छ अब यसमा चाहिँ एकदमै चिसो अचार यसको झोल हालेर खानुपर्छ साथीहरू यसको चाहिँ सबैभन्दा यहाँको टेस्टी मिठो भनेको यही अचारहरू एउटा प्लेनमा छ एउटा चाहिँ यो अलिकति पिरो पिरो हुन्छ अनि अर्को छ एकदमै धेरै पिरो छ यो तीनटा मिक्स गरेर खानुपर्छ यति मिठो हुन्छ यहाँको मिठो भनेको यही अचार नै हो जो मिस्टर पुनको बफ मोमो आउनेसम्म म चाहिँ यो अचार हालेर मोल्दै मिक्स गर्दै गर्छु एकदमै धेरै खान मन लागिसकेको छ मोमो चाहिँ तातो छ अचार चाहिँ चिसो छ है वाओ कितना अच्छा सुप धेरै खानुपर्छ झोल अर्को चाहिँ भेज मगाएँ मैले चिकन अनि यता बफ भेज मिस्टर पुनले 5वटा मैले 5वटा कस्तो हुन्छ फर्स्ट ट्राई टन्न भयो त्यो प्लेटले मिस्टर पनि एक प्लेट खाँदै कहाँ सक्छ उता बस्नुभएको कुनामा को चिन्नुहुन्छ नि प्लिज कमेन्ट गर्नु होला को कोले चिन्नु भएको छ उहाँलाई
आज रहेको छ डे 3 साथीहरू। हामी चाहिँ जाँदैछौँ युमरी खानको लागि इन्द्रचोकभित्र। यो गल्लीभित्र चाहिँ कपडाहरू पनि पाउँछ अनि चुरा गल्ली पनि रहेको छ। सो आज चाहिँ ठ्याक्क 18 गते युमरी खाने दिन पनि रहेछ। हिजो मैले खाना जाम भनेको चाहिँ मेरो बुढोले भोलि खाने भन्नुभयो। सो हामी आज जाँदैछौँ। यो चुरा पसलबाट चाहिँ हामी देब्रेपट्टि लाग्छौँ अनि त्यसपछि चाहिँ अलिकति टर्न गरेर हामी भित्र जान्छौँ। यहाँ गएको त भित्र है साथीहरू यति धेरै भिड कि नखाएर यहीँबाट फर्क्यौँ जस्तो लाग्यो साथीहरू। तर यो भिड चाहिँ आज बाहिर थियो भने चाहिँ पहिला चाहिँ भित्रपट्टि हुन्थ्यो है। पहिला पनि भित्र हामी आधी घन्टा लाइनमा बसेर हामी युमरी खाएर जान्थ्यौँ। यति मिठो हुन्छ यहाँको युमरी, यति मिठो हुन्छ। झन् आज युमरी खाने दिन नै भएर यति धेरै भिड छ। अनि म पनि लाइन लागेको आधी घन्टामा मेरो पनि पालो आयो साथीहरू। तर मेरो चाहिँ मात्र 3टा लिनु थियो, अरूले त मोमोको भाँडै लिएर एक भाँडा नै लग्नुभएको थियो। सो मैले चाहिँ यहाँ बुढो बाहिर राखिरहेको थिएँ अनि मैले लिएर आएँ युमरी। यहाँको युमरी चाहिँ एकदमै मिठो हुन्छ अनि भित्रको खुवाको क्वान्टिटी एकदमै धेरै हुन्छ। अनि यहाँ चाहिँ यसरी नै बाहिर बसेर खानुपर्ने हुन्छ। भित्र चाहिँ सानो स्पेस भएकोले पुग्दैन ठाउँ। सो बाहिर नै यसरी सबै चिज खाने ठाउँ चाहिँ यहाँ यस्तो टन्न राख्छ कि युमरी खाइसकेपछि म गएँ बुढोको लागि तातो आलु पराठा लिनलाई। यो पनि लाइनमै बसेर लिनुपर्छ साथीहरू। म 5 मिनटमा लाइनमा बसेपछि मेरो टर्न आयो अनि मेरो लागि पनि लिएँ कालो चिया र सादा रोटी। चिया पनि मिठो छ। कस्तो राम्रो आउँछ यहाँ सबै चिज पाउँछ। चटपटी पनि त्यहाँनिर राम्रो भोलि खानु पाएन। पराठा पनि मिठो पाउँछ। युमरी झन् कुरै नगर 12 छैन, छुट्टी रहेछ 12 खाना पाएन। अब चाहिँ हामी लाग्छौँ साथीहरू। हामी आउँदा लाइनभित्र थियो भनेपछि अहिले चाहिँ बाहिरसम्म यति धेरै लाइन कि यो सबै युमरी खानको लागि लाइनमा बस्नुभएको छ। सबै रोडसम्मै लाइन पुगिसकेको छ। ल अब हामी चाहिँ लाग्छौँ मार्केटतिर। तर आज युमरी खाने दिन भएर होला इन्द्रचोकभरि सबैतिर बारा र युमरी मात्रै देखिन्थ्यो। यति भिड छ कि दिउँसो बिहान 12 बजी भन्दा पनि यस्तै छ। हामी चाहिँ अब अन्डा केराको खाने नै त यहाँ राखिदिनु। आज रहेको छ साथीहरू हाम्रो काठमाडौँ बसाइको लास्ट दिन। म चाहिँ जाँदै लाफिङ खानालाई आएको छु। त्यो पनि बिहान 10 बजे चिया खाएर चिया र डोनट खाइसकेपछि मलाई चाहिँ यो लाफिङ खान मन लाग्यो। जाम न बुढो भनेर मैले बुढोलाई हिजो युमरी खाएको ठाउँमै लिएर आएको छु। त्यसको साइडमा छ ती 2-3जना दिदीबहिनीहरूले बनाउनुहुन्छ। यहाँको लाफिङको टेस्ट पनि एकदमै मिठो हुन्छ। अनि मैले चाहिँ 1 प्लेट सुक्खा लाफिङ अर्डर गरेँ। लास्टमा चाहिँ टेस्ट गर्नु न कस्तो राख्नु रे यस्तो यो कप्पै सबै गर्नु। लाफिङ आउनु साथीहरू मैले चाहिँ मिस्टर पुनलाई ट्राई गर्नु भनेर भने जबरजस्ती खानु भनेर खानुभयो उहाँले। यो चाहिँ अलिकति चिप्लो अनि पिरो हुने भएर उहाँलाई चाहिँ मन नपर्न सक्छ भनेको एकदमै धेरै मुख बिगारेर खानुभयो। मलाई चाहिँ एकदमै धेरै मनपर्छ साथीहरू। म चाहिँ अब खान्छु। यस्तो टिस्ने बार भन्छ लिन पाइन्छ पाइन्छ। अबि अलिकति हालिदिनु धेरै हुन्छ नि। मैले चाहिँ यसमा फेरि अलिकति झोल थपेँ लाफिङको झोल। सो हजुर
अब चाहिँ हामी यहाँ आलु पराठा खान लगाएको हिजो मिस्टर पुण्य खानुभयो थियो यहाँको मैले खाएको छैन सो एउटा चाहिँ ट्राई गर्छु यो मैले हिजो ल्याएको यो टमाटर यो मैले यहाँ आलु पराठा सो उतातिर चाहिँ पानीपुरी चटपटे एकदमै धेरै मिठो यता हामीले आलु पराठा र लाफिङ खाएर आइसकेपछि चाहिँ हामी धराएर आएको ठ्याक साइडमा टपरी मोमो खानेछौँ साथीहरू किनकि हामी जाने टाइम आइसकेको छ सो 3 बजिसकेको छ हामी चाहिँ यहाँ टपरी मोमो खानालाई लगाएको छौँ तर मलाई यहाँको त्यति धेरै मिठो स्वाद टेस्टी लागेन 3 बजिसक्यो जाँदा जाँदै नास्ता खाएर जाउँ भनेर चाहिँ हामी खाना लागेको अब चाहिँ हामी खाएर निस्किसक्यौँ साथीहरू यो भिडियो चाहिँ अन्तिमसम्म जतिजनाले हेरिदिनु भएको छ एकदमै धेरै धन्यवाद भन्दै अब चाहिँ हामी नेक्स्ट भिडियोमा भेटौँला भन्दै बाई।